गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ मेरो ब्लगमा। आज कति बज्यो भने 6:30 भइसक्यो। धेर सुतेछ। आज पनि फेरि बाहिरमा चाहिँ सुँगुर चारोमा हिँडेको। अनि आज चाहिँ वादा गइएन। वादा त एकदम फेमस ठाउँ हो नि त। फेरि आज चाहिँ वादा गइएन। आज चाहिँ तल बारीतिर जाउँ भनेर, बारी भन्दा पनि खेततिर जाउँ। भाइ तल पुगिसक्यो। यतातिर बारी चिन्नुहुन्छ भने हाम्रै गाउँलेले हेरिराख्नु भएको छ भने त यो त पक्कै पनि चिनि नै हाल्नुहुन्छ। तर नचिन्नु हुने नयाँ मान्छेको लागि चाहिँ यो हाम्रो घरमुनिको बारीहरू हुन्। यतातिर यो खेततिर अहिले पो छैन। अहिले चाहिँ सुँगुर चारोले केही रहँदैन क्या। अब बिस्तारै पलाउँछ, फेरि खाने बेला हुन्छ। अनि हामी चाहिँ यस्तो बाटो हिँडिरहेको छौँ। यति धेरै जुगा छ नि। फेरि जुगा पीडित हो म चाहिँ। मलाई एकदमै डर लाग्छ जुगादेखि। त्यही पनि हामी हिँडिरहेछौँ। यो चाहिँ सदाबहार पलाइराख्ने पानी हो। अनि यो पानीको मुहान चाहिँ यहाँ माथि छ। एकदमै यो पानी चाहिँ टुट्दैन। बर्खा यति नै रहन्छ कि यो पानी। बर्खामा अलिक ठुलो हुन्छ, हिउँदमा अलिक सानो। यतिको त ठिकै नै हो। नजिकमा छैन, के गर्नु साथीहरू। उकालो जाँदैन अनि नत्र घर लानु पर्थ्यो। यतातिर सबै पुस्ताकारी यो सुँगुरको लागि हो रोप्नु भएको। सुँगुर प्लस अनि भैँसीको हाम्रो मोहन दाइले लगाउनु भएको। अनि यतातिर यसरी लगाउने चलन छ। के अरे यो केरा हो, यसरी रोप्छन् खाडल खनेर। पछि यहाँ बर्खामा एकचोटि वस्तु ल्याउनुहुन्छ कि यहाँ दाइहरूले। अनि त्यो मल चाहिँ त्यो खाडलभित्र हालेपछि फेरि पानी हाल्नुपर्छ। अनि चाहिँ मलजल पुगेपछि न हो होइन राम्रो उत्पादन दिने। अनि त्यो भएकोले अहिले यस्तो छ। पहिला अलैँची रोप्नु भएको थियो। अनि अलैँचीले चाहिँ साथ दिएन, मतलब आम्दानी भएन अलैँचीले चाहिँ। अझै त्यतिर बोट त छ। अनि यो सबै पार्नु भएको छ। अनि के अरे तर यो अलैँचीले फाइदा दिएन। अनि उहाँले चाहिँ केराबारी पुष्टकार रोप्नु भएको छ। पुष्टकारी चाहिँ अब यो खाने चाहिँ होइन है, यो चक्लेट चाहिँ होइन। यो चाहिँ गाउँघरमा पुष्टकारीले के गरिन्छ त भन्दाखेरि पहिलो नम्बरमा छ्याङ पकाउँछन् होइन। दोस्रो नम्बरमा 3 पानी चाहिँ फेरि एकदमै दामी हुन्छ अरे पुष्टकारीको। अनि पहिलो नम्बरमा छ्याङ बनाउँछन् अनि रक्सी पारेर खान्छन्। अनि दोस्रो नम्बरमा चाहिँ यो सुँगुरलाई पनि हुन्छ। अनि गाई भैँसीलाई पनि कुरोको रूपमा प्रयोग गरिन्छ। अनि एकदमै सबैभन्दा बढी प्रयोगमा आउने भनेको चाहिँ पुष्टकारी हो। अनि मान्छेलाई पनि हुने भयो होइन, रक्सी पकाएर। अनि खाँदा पनि हुन्छ, यो उसिनेर खाँदा पनि हुन्छ। अनि यो चाहिँ एकदम स्वास्थ्यको लागि राम्रो पनि। तर म डक्टर चाहिँ होइन है। अनि एकदम खाँदाखेरि मिठो पनि हुन्छ। खेत रोप्ने बेला भयो। यतातिर यो बिउ राखिसकिएको छ। यो तलको बिउ हाम्रो हो। अनि यो माथि सिरानपट्टिको बिउ हाम्रो। अनि दोस्रो पनि हाम्रो। यतापट्टिको एकरा फुपूको। अनि उदो 3 करा दिपक दाजुहरूको। यस्तो छ। अब त्यहाँनिर एउटा चरा कस्तो ठुलो, यसको नाम के हो, यसको नाम के हो भनिदिनु ल। अनि त्यस्तो छ। अझै पनि हामी पुगेको छैन। त्यो के छ भन्दाखेरि यो मकै लगभग खाने बेला भयो है। यो मकै चाहिँ अब भइसक्यो। यो आन्टीहरूले रोप्नु भएको। खासमा यो धान घाँसको लागि, गोरु घाँसको लागि भनेर रोप्नु भयो, छर्नु भएको मकै। तर एकदमै राम्रो भएको छ। यो चाहिँ मान्छेलाई पनि हुन्छ, हामीलाई पनि हुन्छ, मान्छेलाई पनि हुन्छ। अनि अझै पनि हामी पुग्न टाइम लाग्छ। भाइको स्कुल पनि भेट्नुपर्ने। अनि म अफिस पनि जानुपर्ने। के गर्नु त होइन, काम गर्नै पर्यो। तर आज बेसी सुतेछ अरे। अरू बेला म 5 बजी उठ्थेँ। तर आज चाहिँ म 6 बजी मात्रै उठेछु क्या। भाइले उठायो। अनि चिया खायौँ। अनि त्यस पछाडि सुँगुर चारो दियौँ। अनि हिँडेको हामी।
अनि त्यो भएकोले ढिलो भयो। तैपनि हामी 8 साढे 8 बजेतिर त घर पुग्छौँ। अनि त्यस्तो छ। हामी फेरि 15 गते चाहिँ वाद्दा जान्छौँ। वाद्दा हेर्दै गर्नु होला है त।